6 महिना भोकै बस्नुपर्छ 1 वर्ष बस्नुपर्छ सुरक्षाको जिम्मा लिइसकेपछि सुरक्षा थ्रेट भयो भने जुनसुकै पदाधिकारी पनि हाम्रो रोक्ने हाम्रो जिम्मेवारी हो त्यही नै हो त्यसरी बुझ्नु होला 34 वर्ष भइसक्यो जागिर खाएको मेरो साथ भेट्न नपाउने सहजकर्ता भूमिका निर्वाह गर्न सक्ने तपाईं दादागिरी देखाउने यहाँ भित्र बसेर आदेश दिएर यसरी आफ्नो लडाई गरेर महानगरको यसरी बेइज्जत हुने काम गर्नु तर तपाईहरुले पनि उत्तेजित हुनुहुन्न हामी संयम भित्र 3 महिनादेखि तल पास तर हामी हाम्रो कर्तव्यबाट बाहिर छैन तपाईले कार्यालयले दिएको हामी कर्तव्यबाट कहिले पनि हामी पछाडी हट्दैनौँ हामी प्रमुख प्रशासकीय अधिकृत बुढा भाइलाई यति बेला तालचा फुटाएर प्रवेश गराइएको छ प्रशासकीय अधिकृत ज्यू तलब पाउँछन् होला सर पाउनु पर्छ सर एउटा प्रश्न तपाईले अब जहिले कर्मचारीले यसरी भित्र छिराउनु पर्ने हो त्यसको केही समाधान पनि निस्किन्छ फेरि तपाईँ ढुक्क कस्तो गर्नु पर्दैन होला फोनबाटै सबै सेवा पाउनु पर्छ अब हामी टेन्सन नगरौँ भित्र बसेर आदेश दिएर यसरी आफ्नो लडाई गरेर महानगरको यसरी बेइज्जत हुने काम गर्नु तपाईहरु कसैले पनि फोर्स लगाउनुहुन्न तपाईहरुले पनि उत्तेजित हुनुहुन्न हामी संयम हाम्रो सुरक्षा गरिदिनुहोस् प्लिज बाइदिनुहोस् किन लागि सर हामी खाना बाटोले बुझेछु सर हामी खाना दिनु न हामीलाई अरे किन त सर हाम्रो सुरक्षा गरिदिनुहोस् कर्मचारी सबै पठाइदिनु जनप्रति त केही नभन कर्मचारी बाहिर पठाइदिनु भित्र सबै भित्र बाहिर पठाइदिनु कर्मचारी रेकर्ड छ कि छैन हेर्नु रेकर्डै छैन अब सक्यो सोध्नु होला हामी त्यस्तो कुरामा छैन हामी चाहिँ चेन अफ कमान्ड र अनुशासनभित्र रहने प्रहरी हामी कोही उत्तेजित भयो भने हामी उत्तेजित हुँदैनौँ हामीलाई दिएको आदेश हामी अक्षरशः पालन गर्छौँ त्यति हो अधिकृतले आज छिर्न नदिने हो महानगर एउटा कुरो के भनेदेखि मैले यो कतिपय कुराहरू चाहिँ हामीलाई स्पष्टै आदेश भएको कुरा हो यो यसरी तामझाम गरेर छ नि यो ठिक भएन तामझाम गरेर जुन किसिमको भएको छ त्यो ठिक भएन हामी सुरक्षाकर्मीमाथि नै अरूले त भन्दैन हामी जनप्रतिनिधिहरू एकदम संयमित हुनुहुन्थ्यो उहाँहरूप्रति केही छैन तर केही कर्मचारी साथीहरूको रवैया देखियो नि कुर्चीमाथि चढेर कार्यालय समयमा कार्यालयमा काम नगरेर यहाँ देख्नु भएको छ नि त महानगरको प्रहरीमाथि धरपकड गरिरहनु भएको छ यो कार्यालय कब्जा गरिरहनु भएको छ सबैले देखिरहेको छ तर हामी समान प्रकारको हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्छ देख्नु भएको छ त तर उहाँहरूले त आफ्नो हक अधिकारको लागि आफ्नो स्यालेरीको लागि आफ्नो पेटको लागि गरेको भन्ने हुन्छ नि अनि त्यो कुरासँग हामी पनि हेर्नुहोस् यही महानगरको कर्मचारी हो हैन त्यो अब कति राजनीतिक भाषाहरू हामी बोल्दैनौँ बोल्न पनि पाइँदैन हामी कर्मचारी सीमाभित्र बोल्ने हो कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो त्यो त्यसैको लागि बसेको राजनीतिक भाषा बोल्दैन भन्दै गर्दा फेरि प्रमुख प्रशासकीय अधिकृतलाई छिर्न नदिन्छ त्यो चाहिँ राजनीति भएन र सर अब के हुन्छ खै यसको एन्सर दिनु भएन त सर देख्नु भएको जे भएर त्यही हुन्छ नगर प्रमुख सर प्रहरीले चलाउने हो प्रहरी प्रमुख सर यस विषयमा तपाईको म पछि कुरा गर्ला हैन अहिले भन्नु न लाइभमा भन्नु न एन्सर त अहिले दिनु पर्यो नि सर
तपाईँले राजनीतिक घटनाक्रममा जोडिन भन्दा भन्दै यो छिर्न नदिनु पनि एउटा राजनीतिक भएन र? हामीलाई स्पष्ट आदेश छ, कार्यालयको आदेश, हामीलाई चाहिँ कार्यालयले दिएको आदेश त्यो अक्षरशः पालना गर्छ। हामीले पनि त 3 महिनादेखि तल पास छैन, तर हामी हाम्रो कर्तव्यबाट बाहिर छैन। तपाईँले कार्यालयले दिएको हामी कर्तव्यबाट कहिले पनि हामी पछाडि हट्दैनौँ। हामी कार्यालय 6 महिना भोकै बस्नुपर्छ, 1 वर्ष बस्नुपर्छ, तै पनि हाम्रो कर्तव्य छोड्दैनौँ। कार्यालय प्रहरी भनेको त्यही हो, त्यसैले प्रहरी भनेको हामी कार्यालयको सुरक्षा गर्ने हाम्रो जिम्मा हो। सुरक्षासँग सम्बन्धित विषयहरू भयो भने हामी कसैलाई पनि नआउन दिन सक्छौँ। हामी सुरक्षाको जिम्मा लिइसकेपछि सुरक्षा थ्रेट भयो भने जुनसुकै पदाधिकारी पनि हाम्रो रोक्ने हाम्रो जिम्मेवारी हो, त्यही नै हो। त्यसरी बुझ्नु होला। कार्यालयले दिएको आदेश भन्नुभयो उपमेयरज्यूले त फेरि छिर्न दिनु भन्नु भएको छ। कार्यालय भनेको मेयर साहब मात्र होइन, उहाँसँग मेरो कुरा भइसक्यो। हस्, गइदिनु ब्याक गरिदिनु। हामीलाई कमसेकम हावा त खानिदिनुहोस्, हावा त खानिदिनुहोस् यो भिडमा प्लिज। ब्याक गरिदिनु, अलिकति ब्याक गरिदिनुहोस् प्लिज। एसपी साहब तपाईको पनि बालबच्चा छ, सबैको बालबच्चा छ। सफाई मजदुर आज विभिन्न चाडपर्व चाहिँ सबै घुमाइसकेको छ। तलब मेयर साहबले भेट्न खोज्दा हामीले मेयर साहबले भेट्न दिँदैन। राजा महाराजा जस्तो हुनुहुन्छ उहाँ, के भेट्न नपाउने हो? कर्मचारी मजदुर साथीहरूले कुनै पनि मेयर साहबले भेट्न नपाउने कहाँ छ? अहिले 34 वर्ष भइसक्यो जागिर खाएको, मेयर साहब भेट्न नपाउने, सहजकर्ता भूमिका निर्वाह गर्न नसक्ने, तपाईँ दादागिरी देखाउने यहाँ। एसपी साहब तपाईँले तलब चाहिँदैन, हामी तलबको लागि आएको हो। कसैले उस्काएर तपाईँहरू त होइन, तपाईँले पो उस्काएको भन्न आउनुभयो। एसपी साहब तलब चाहियो हामीलाई, कर्मचारी हो कि होइन? हामी तलबको लागि आएको। कर्मचारी हो। म यहाँ भएको अध्यक्ष। कति महिनादेखि तलब पाउनु भएको? 3 महिना भइसक्यो, अब 4 महिना टेकिसक्यो। त्यसपछि तपाईँहरू चाहिँ के बालेनजीको यो अहिलेको निर्णयप्रति हामी बालेन मेयर साहबको विकास निर्माणमा अवरुद्ध होइन, उहाँको विरोधी होइन। हामीले पटकपटक यो गुनासो मेयर साहबले भेट्न खोज्दाखेरि भेट्न दिनु भएन। हाम्रो सल्लाहकार मान्य सल्लाहकारले भेट्न दिएन। अनि यो चाहिँ जाति भयो, यो 1 महिना ठेक्यो। पहिला यस्तो थिएन। यो इतिहासमा पहिलोपल्ट दादागिरी देखाए यहाँ सबैले। दादागिरी चल्छ यहाँ महानगरपालिका। सहजकर्ता भूमिका निर्वाह गर्नु पर्दैन, कर्मचारीले तलब दिनु पर्दैन। यो विषयमा तपाईँ किन नबोलेको? तपाईँ किन नबोलेको? अहिले कर्मचारीलाई तपाईँ दमन गर्ने कहाँको अपराधी हो यो? के मैले अपराधी बोलेँ कि तपाईँले अपराधी गर्नुहुन्छ? यसरी साहब सुन्नुहोस् है, यो चाहिँ आगो यो शान्तिपूर्ण उसलाई चाहिँ तपाईँ उन्न नबचाउनुहोस् होला। उहाँले अब यहाँ यसो ठेक्नु हो त सबैको समस्या एकै ठाउँमा आउने होइन, तलब चाहिँदैन। उहाँहरूको बालबाट थाहा गर्छ छैन कि उहाँले हामीले तलब दिएको, उहाँले तलब नदिएको हो र? तलब त एकै ठाउँमा छैन। विकास निर्माण ठप्प छ, विभिन्न ठेकदारहरूको चाहिँ विकास लगानीहरू ठप्प छ। यो विषयमा बोल्नु पर्दैन। सहजकर्ता भने आज के हेरेर बस्नुभयो? कर्मचारीज्यू 3 महिना भइसक्यो। तपाईँले भन्नुभयो नि मेयर साहबले दादागिरी देखाउनु भनेर। खासमा मेयर साहब बालेन साहबले कस्तो खालको? मेयर साहबले दादागिरी देखा भनेन मैले। उपमेयर साहब, महानगरपालिका, वडा सबै हाम्रो मेयर साहब लगायत हामी सहजकर्ता हामी विकास निर्माण गरेकोमा हामी एकजुट छौँ। हामीले सहयोग गरेर बिहान 5 देखि भने खबर उहाँले राति भनेर राति हामी अहिले हाम्रो काममा सुधा नगर प्रहरीले हाम्रो हस्तक्षेप गर्दा पनि हामी चुप लगाएर काम गरेका छौँ। सरसफा गर्ने दायित्व हामी सबैको हो, उहाँको पनि हो, हाम्रो पनि हो। तर हामी आन्दोलन गर्न आएका होइनौँ। हामी तलब नपाएर तलब लिन आएको मात्रै हो। भेट्न चाहँदा मेयर साहब के हो भनेर भेट्न चाहँदा यहाँ सल्लाहकारज्यूले भेट्न दिएन। हामी राजा महाराजा जस्तो हुनुहुन्छ उहाँ। के आजसम्म 34 वर्ष नोकरी खाँदाखेरि कोही मेयर साहबसँग यस्तो व्यवहार भएको छैन। मेयर साहबसँग हामी फलाक तलब नपाउनुमा काठमाडौँ महानगरपालिका मात्रै दोषी भयो, सङ्घीय सरकारको केही दोष छैन अथवा केही होइन। उहाँको लडाइँ उहाँ के छ लडाइँ त्यो हाम्रो सरकार छैन। हामी 3 महिना भयो धैर्यता बसेर गरेको, तलब चाहियो यति मात्रै भन्नु। सङ्घीय सरकारप्रति के छ? तपाईँहरूले के भन्नुभएको छ? उता पनि केही गराउनु भएको छ? केही बोल्नु भएको छ? सुन्नुहोस् न, सङ्घीय प्रशासनको एमको सरकारको के छ, केन्द्र सरकारको के छ, स्थानीय सरकारको के छ, हामीले थाहा छैन। हामी कर्मचारीलाई तलब चाहियो भन्ने मात्रै आएको। सुन्नुहोस् न, मेयर साहबले तपाईँलाई पनि भेट्नुहुन्न? दिएन यस्तो समस्या आउँदै आउने। आज पनि हामी कुनै पनि कुस्ती खेल्न आएको होइन। हामी मात्र तलब माग्न आएको। आउने कर्मचारीलाई काम गर्न नदिनु कारण के हो त्यो हामीले थाहा भएन। उहाँहरू 2 वर्ष 3 वर्ष जतिसुकै सरकारसँग लडाइँ गर्नु, तर हामीले तलब चाहियो के? तलब चाहियो। सबै साथीहरू सबै यहाँ अहिले चाडपर्व भन्न पाएन के? त्यसै मात्रै थाहा छ हामीले। कर्मचारी दमन नगर्नुहोस् के? तपाईँको बालबच्चा छ, तपाईँलाई पनि तलब चाहिन्छ। यो कुनैबाट आउँछ भने भन्नु केही छैन, तर हामीले तलब चाहियो नि। सुन्नुहोस् न, तपाईँले अहिलेसम्म काम गरिरहँदा बालेनजीलाई कति भेट्नु भयो? भेट्नै दिनुहुन्न उहाँले। अहिलेसम्म भेट्नु भएन? भेट्नै दिनुहुन्न। बाटोमा अगल भेट्नुहुन्छ, दर्शन गर्छु होइन, त्यति हो। त्यो बाहेक अरू छैन? छैन। हामीले यो कुरा गर्छौँ थिएँ। धन्यवाद। तपाईँहरू विरुद्ध तपाईँले कर्मचारी हुनुहुन्छ र कर्मचारी विरुद्ध नै अर्को कर्मचारी अर्थात् सुरक्षा संयन्त्र सुरक्षालाई फुटाले उहाँहरू उपस्थित हुनुभएको छ। तपाईँहरू कर्मचारीलाई नचाहिने दोष देखाउनु, उनीहरूले फुटालेर के
उहाँले भनिराख्नु भएको छ अराजकता आयो त्यसपछि हामी परिचालन भयो भने खै हामीलाई थाहा उहाँले पनि थाहा छ महानगर प्रहरी बललाई थाहा छ उहाँले पनि थाहा छ हामीलाई त के पनि थाहा छैन हामीले खाना नपाएपछि खाना मात्रै दिनुहोस् हामी भोकै काम गर्न सकेका छैन हामीले सहन सक्ने हुन्जेल हामीले सहेर काम गरे अब पेट खाली भइसक्यो रित्तै भइसक्यो अब खाने दिन्छु भनेर मात्र माग्न आएको अरू के पनि छैन हाम्रो भनेको अधिकृत साहब उहाँ गुडागाई सर आउनु भयो भने चाहिँ तलब अब तलब खान पाइन्छ भने त्यति मात्र आशा हो के पनि छैन हाम्रो मेयर साहबले दिनु हो कि उहाँ कार्यकारी सरले दिनु हो कि विभाग प्रमुखले दिनु हो कि हामीलाई अब फर्मुला उठाउनु भने मसँग सोद्धा हुन्छ म कसरी फर्मुला उठाउनु त्यो चिज चाहिँ मलाई ज्ञान छ होइन यो तलब यो राजनीतिक कुरा यिनीहरू कुरा हामीलाई थाहा छैन तलबसँग मात्र मतलब हाम्रो तलबसँग मात्रै थाहा छ मेरो बालबच्चा भोकै भयो मलाई थाहा भएको यति मात्र तपाईँहरूको अर्को एउटा गुनासो सुने केही साथीहरूले भन्नुभयो मेयर साहबले तपाईँलाई भेट्नै हुन्न रे एउटा कुनै पनि कर्मचारी संस्थामा काम गरिसके पश्चात सम्भवतः प्रमुखसँग आकल झुकल भेट त भइ नै हाल्छ तपाईँलाई यसम्म कतिचोटि भेट गर्न पाउनुभयो मेयर साहबसँग हामीलाई काम यसरी गर्नु भनेर निर्देशन पनि दिएको छैन हामीलाई हामीले यस्तो समस्या छ भनेर त्यहाँ जाँदा हामीले भेट्न पनि चाहेको छैन अहिलेसम्म भेट्नु भएको छैन मेयर साहबलाई छैन मेयर साहब कस्तो छ नि देखाएको छैन यो फोटोमा चाहिँ देखाएको छु आफ्नो प्रमुखलाई भेट्न पाउनु भएको छैन 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 आउनुभयो काम गर्नुभयो सक्यो हामी 5 बजे आउने अनि बेलुका 5 बजे जाने उहाँले भने जस्तो काम गर्ने अनि यिनीहरू भोकै छ कि पेट भरिएको छ कि यिनीहरूको के समस्या छ भने उहाँले के पनि कुरो बुझेको छैन सभा समारोहहरूमा पनि तपाईँलाई भेट्नुहुन्न मेयर साहबले कहीँ पनि भेट्नु यस्तो खालको अवस्था पनि छ हामीले कर्मचारीको आवाज पनि जस्ताको त्यस्तै महानगरपालिका प्रहरी बल आफै पनि कर्मचारी आजको यो दिन आउनु चाहिँ एकदमै दुःखद हो काठमाडौँ महानगरपालिकाको इतिहासमा यस्तो द्वन्द्वात्मक दिन चाहिँ सायद आएको थिएन होला नआओस् पनि होइन नआओस् पनि हाम्रो चाहिँ कामना फेरि पनि त्यही कामना रहन्छ चित्त नबुझेको विषय नियमभन्दा विपरीत भएका विषयहरू जे छन् नियमसङ्गत तरिकाले त्यसको निराकरण गर्ने निकायहरू छन् अब यो आजको काठमाडौँ महानगरपालिकामा 3 महिनाभन्दा बढी समय अगाडिदेखि प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरियो भनिएको छ हामी पनि त्यही कार्यपालिकाको सदस्य हामी कार्यपालिकाको सदस्यले आजसम्म थाहा पाएका छैनौँ मिडियामा पाए मिडियाले मात्रै चल्ने हो भने त हाम्रो भन्नु केही पनि छैन आज पनि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखज्यूले चाहिँ माथिको आदेश भन्यो बोर्डको लगभग 41 जना सदस्य उपस्थित भएको छ प्रमुखज्यूको मात्र उपस्थिति देखेनौँ हामीले 41 जना बोर्डको सदस्यहरू उपस्थित भएको उपप्रमुख सहितको उपस्थित भएको बढीले बोलेको भन्दा अमुक व्यक्ति अमुक ठाउँबाट मौखिक रूपमा दिएको आदेश भनिएको आदेश त्यो कसरी जायज हुन्छ त्यो आदेश लिखितमा हो भने हामी पनि प्रमुखज्यूको आदेशलाई सम्मान गर्छौँ त्यो कुरा मान्छौँ हामी पनि तर जे होस् छलफल गरौँ अझ काठमाडौँ महानगरपालिकाको 23 जना नगर कार्यपालिकाको सदस्यहरूले आजभन्दा लगभग 11 दिन जति अगाडि लिखित रूपमै काठमाडौँ महानगरको प्रमुखज्यूलाई चाहिँ हामीले नगर कार्यपालिकाको बैठक डाकिदिनु पर्यो यो विषय के हो कारबाही प्रक्रिया कहाँ पुगिराखेको छ यसको विषयमा जानकारी हामीले पनि पाउनु पर्यो भने उहाँलाई तपाईँहरूले पनि सायद लेख्नु भएको होला हामीले उहाँसँग माग गरेका थियौँ विधिपूर्वक हामीले माग गरेको कुरालाई पनि व्यवस्था गरिएको कारण आज सरकारले जो भ्रष्टाचारी भनेको छ जसले कानुनभन्दा फरक काम गर्यो भनेको छ कि प्रतिवेदन अनुसार उहाँलाई दोषी देखाइएको पनि देखिँदैन र उहाँलाई कारबाही गर्नको लागि काठमाडौँ महानगरपालिकाको प्रमुख स्तरीय निर्णयले समिति बनाउन पाउँछ कि पाउँदैन त्यो पनि नियमको कुरा हो यो विधिको शासनभित्र रहेर गर्नुपर्ने कुराहरूको कुरा गर्दै गर्दा त्यो नमिलेको कारणले होला आफैले बनाएको समितिहरूले आजसम्म पनि त्यो चाहे राइट होस् या रङ होस् त्यो समिति जुन बनेको त्यसको निर्णय त्यसको प्रतिवेदन भन्छौँ त्यो प्रतिवेदन आजसम्म पनि सार्वजनिक किन नभएको सार्वजनिक गर्नुपर्छ कि पर्दैन कुनै मान्छेको चरित्र हत्या गर्न कसैले पनि पाइँदैन अहिले कार्यकारी प्रमुख काठमाडौँ महानगरपालिकाको चरित्र हत्या भएको अवस्थामा छ उहाँले गलत गर्नुभएको छ भने उहाँले कारबाही भोग्नुपर्छ पक्कै पनि उहाँ एक्लै हुनुहुन्न होला को हुनुहुन्छ संलग्न सबैले भोग्नुपर्छ भन्ने हाम्रो कुरा हो होइन भने यो द्वन्द्वात्मक कुरा चाहिँ काठमाडौँ महानगरपालिकाको लागि सही विषय होइन काठमाडौँ महानगरपालिका भनेको सेवा प्रदायक संस्था हो
हामी सेवा गर्नलाई आएको नाकि द्वन्द्वको कुरा त्यहाँ बैठक भएको छैन हामी आराम मात्र गरेको छ हैन हामी कसैलाई हामीले होचो देखाउने निचो देखाउने या माथि लग्ने कुरा छैन काठमाडौँ महानगरपालिकाको हितमा सबै मिलेर काम गर्नुपर्छ भन्ने कुरा हाम्रो हो भित्र छलफलको विषय केही पनि रहेन चाबी ल्याइदिन्छ भन्ने कुरामा हामी कुरेर बस्यौँ त्यो चाबी ल्याउन्जेल कुरेर बसे मात्र हो अरू विषय औपचारिक बस्ने विषय छैन औपचारिक बैठक भनेको हाम्रो काठमाडौँ महानगरपालिकाको प्रमुखजीको अध्यक्षतामै बस्छौँ हामी त्यो नीतिभन्दा फरक त्यो नियमभन्दा फरक जनताले दिएको जनमतभन्दा फरक हामी जाँदैन हो त्यही त हामी चाबीको लागि कुर्ने काम मात्र गर्यौँ जे बद्ने कुरा केही कुरा अनौपचारिक कुरा भएको कुराहरू तपाईँको यो मिडियामा भन्ने विषय सबै कुरा भन्ने विषय रहँदैन तपाईँहरूले सोध्नु होला आजको यो दिन किन आयो भनेर प्रमुखजीको तर्फ पनि एकचोटि सोध्नु होला नि प्रमुखज्यूलाई पनि सोध्नु होला आजको यो दिन किन आइपुग्यो त के कारणले आइपुग्यो त आजको दिन काठमाडौँमा मिडियामा स्ट्याटस लेखेको भरमा मात्र होला त सबै काम हाम्रो अभिभावक हुनुहुन्छ उहाँ अभिभावकले त सबैलाई मिलाएर लानुपर्छ भन्ने कुरा हाम्रो काम गर्न पाउनुपर्छ होइन काम आजैबाट सुरु भएको छ उहाँ आउनुपर्छ जिम्मेवारी लिएर काम गर्नुपर्छ उहाँलाई काम गर्न दिनुपर्छ होइन भने उहाँलाई भ्रष्टाचार गरेको अभियोग जुन लगाइएको छ त्यो अभियोग प्रमाणित गरेर कानुनअनुसार कारबाही हुनुपर्छ हामीले मागेको दुईवटा कुरा हामीलाई सरोज गुरागाई चाहिएको होइन हामीलाई चाहिएको कार्यकारी प्रमुख हो प्रमुख प्रशासकीय अधिकृत चाहिएको हो हाम्रो यहाँको जनताको काम सुचारू होस् भन्ने चाहना हाम्रो कुनै व्यक्तिमाथि हाम्रो कुरा छैन व्यक्ति नेपाल सरकारले पठाउने हो जोसुकै पठाओस् अब यो विवादलाई निराकरण गरिदिनुहोस् भन्ने कुरा हामीले गर्यौँ उहाँहरूले भन्दाखेरि अब तपाईँहरू आफै कारबाही गर्ने हामीले जसलाई पठायौँ आफै कारबाही गर्ने त्यो तपाईँहरूले नियममा भएको कुरा मात्र गर्नुहोस् नियमसँग हामीले पठाएको कर्मचारी छ उहाँलाई काम गर्न दिनुहोस् भन्ने कुरा माथिबाट भयो यो दाइहरू कसको हो होइन अलि साइड साइड हजार कर्मचारीहरू हामी बिचमा हुनुहुन्छ प्रेसलाई किन धक्कामुक्की गरिरहेको छ यार यिनीहरूले ये देख्न सक्नुहुन्छ धक्कामुक्की
चेपिन्छ अब यो अहिले फुटान लिन आउनु है मेरो अहिले सबैले जल्दी खान्छ यतिखेर नगरपालिकाका कर्मचारी र प्रहरीबीच धकलाधकल भएको छ। मैडम कार्यालयको अन्त्य मिटिङ किन नगरपालिका साथीहरू खबरदार तपाईहरुलाई नगरपालिका साथीहरू खबरदार तपाईहरुलाई